Hello. Josolopa, Yo, what's up to all the parents out there? तपाईँहरू एक्सपिरियन्स हुनुहुन्छ कि नयाँ हुनुहुन्छ? Young or old? Millennial or Gen Z, this podcast is for you. हामी मिलियनी लामा म अनिता अनि म रोहिती तपाईँहरूको लागि भने प्यारेन्टहुड टपिक्स लिएर आएको छौँ। आज चाहिँ फन समर आउँदैछ लेट्स टक अबाउट ट्राभलिङ विथ आवर बेबिज अन्डर 2 अन्डर टु हामी सेकेन्ड पार्ट पनि गर्छौँ जुन चाहिँ ट्राभलिङ विथ किड्स हुन्छ तर टुडेज एपिसोड्स गन बी ट्राभलिङ विथ इन्फेन्ट्स अन्डर 2 years पार्ट old. 2 होइन यो चाहिँ किनभने वी बिन डुइङ पार्ट 1 एन्ड पार्ट 2 होला अनि यो एपिसोडमा चाहिँ के लग्ने के प्याक गर्ने अनि के कुराहरू थाहा पाउनुपर्छ भनेर एपिसोडमा हामी कुरा गर्नेछौँ। सबसे यु नो पिपल से बच्चालाई लिएर ट्राभल नगर्ने कति धेरै दुःख हुन्छ तर अन्डर 2 पैसा पनि सेभ हुन्छ That's right. फ्री डोमेस्टिकमा फ्री अनि इन्टरनेसनलमा 10% सो सेभ द्याट मनी बिकज That's तिम्रो right. बच्चा he or she is gonna be there forever so should get used to it अनि त्यो टिकट किन्दाखेरि चाहिँ इन्फेन्ट इन अ ल्याब भनेर किन्नुपर्छ अनि पछि बल्ल अनि 10% मात्र चार्ज गर्छ न त फेरि यदि फुल सपोज ल्याबमा राख्न मन छैन आई निड अ फुल ऊ भन्यो भने चाहिँ कार सिट ल्याउन पर्छ अनि यु गेट योर ओन सिट That's right. हो अनि अब फर्स्ट सुरुमा चाहिँ म चाहिँ के भन्छु भने ट्राभल गर्दाखेरि एटलिस्ट 1 महिनाभन्दा अगाडि चाहिँ बच्चाको लागि पासपोर्ट चाहिँ बनाउनुपर्छ किनभने भन्नै मिल्दैन होइन कहिले चाहिँ पासपोर्ट राइट अवे नै आउन सक्छ अफिसको लागि अपोइन्टमेन्ट दिनु पर्यो ठाउँ भेटाउनु पर्यो त्यही भएर 1 महिनादेखि प्रिपेयर गरेको एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ पासपोर्ट चाहिँ वर्स कम्स टु वर्स केही भयो अथवा लास्ट मिनटमा बिग्रियो हरायो केही भयो भने चाहिँ इमर्जेन्सी पासपोर्ट पनि बनाउनु मिल्छ अनि दे विल गिभ यु अन सेम डे अहिले डिसीमा जान पर्छ है हाम्रो लागि इस्ट कोस्टको लागि चाहिँ ए नाइस ओके मलाई थाहा थिएन त्यो चाहिँ तर द्याट्स गुड टु नो अनि के भन्छ कार सिट भन्यो भने फेरि मोस्ट प्रोबेबली आई डोन्ट नो कसरी ह्यान्डल गर्छ कसैले त जानु पनि दिँदैन होला कसैले चाहिँ ल्याबमा राख भन्छ होला तर यदि तपाईँहरूको लागि मलाई चाहिँ आनन्दसँग बस्नु मन छ मेरो बच्चा चाहिँ के अरे एउटा आफ्नै सिट गर्नु भनेर मन छ भने चाहिँ कार सिट चाहिँ मस्ट नै हो त्यही भएर त्यो दुईटा इम्पोर्टेन्ट कुरा हो पासपोर्ट अनि कार सिट यस अनि अब प्लेनमा के लाने भन्दाखेरि अडल्ट हामीमा त जाँदाखेरि एउटा कुरा हुन्छ बच्चा लिने बित्तिकै सजिलो सबैले गाह्रो 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 भन्छ तर सजिलो 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 पनि हुन्छ लिक्विडहरू पनि तिमीले बच्चा भनेर बच्चालाई चाहिने सबै चिज लान मिल्छ कोल्ड हट सबै लान मिल्छ आइस प्याकहरू लान मिल्छ एक्स्ट्रा खाना स्न्याक्स एभ्रिथिङ लान मिल्छ अन टप अफ दिस स्ट्रोलर पनि गेटैसम्म लान मिल्छ सो don't be scared just pack a lot of snacks and you'll have fun अनि हामीले चाहिँ अब ब्रेस्ट मिल्क ला त्यो त 3.5 आउन्स लिमिट मात्र होला भनेर सोचिरहेको थियो तर त्यस्तो हुँदैन होइन केही लिमिट हुँदैन अनि फेरि सलिड फुड पनि अन्डर 2 year भन्दा पनि सबै बच्चाहरूलाई चाहिँ धेरै जति अनलिमिटेड अमाउन्टमा पनि लग्न मिल्छ कि होइन त्यही भएर ड्राई फ्रुट्स अनलिमिटेड हो लिक्विड चाहिँ अन्डर 2 को लागि दे लेट यु लाइक टन्नै लगे हुन्छ मैले चाहिँ त्यो तातो थर्मस जस्तै हुन्छ नि पोर्टेबल त्यही लगाएँ त्यही पनि आई रिमेम्बर तर त्यो पानी चाहिँ भित्र लगिदिँदैन उसलाई है दिन्छ ए दिन्छ फर बेबिज त्यही अनि उनीहरूलाई भन्यो भने ल बेबीसँग ट्राभल गरेर चाहिँ आई मिन देख्न त देखिहाल्छ होला होइन पनि रिमेम्बर एयरपोर्टको टिएसपीमा एउटा छुट्टै ब्यागको लेनमा हामी जानुपर्छ हु हेज अ लिक्विड अनि बच्चा छ यताउता भनेर त्यही भने त्यही हो अनि पछि अर्को कुरा इम्पोर्टेन्ट कुरा भने चाहिँ मलाई चाहिँ भ्याक्सिनेट यदि के भन्छ अब ल्याबमा सुधाउनु छ भने चाहिँ इन्टरनेसनल ट्राभल जस्तै युएसबाट नेपाल जाने या अस्ट्रेलियाबाट नेपाल या नेपालबाट अस्ट्रेलिया जे भने पनि भ्याक्सिनेट चाहिँ युज गरेको एकदमै हेल्पफुल हुन्छ होइन किनभने फर्स्टमा त अब टेक अफ र ल्यान्डिङ सिट बेल्ट सिट बेल्ट लाउनु पर्छ होइन टेक अफ र ल्यान्डिङमा अनि टर्बुलेन्स भयो भने पनि अनि पछि राख्नुपर्छ होइन तर युजली चाहिँ हामीले त मजाले हुन्छ नि हामी सुमेरुसँग ट्राभल गर्दा त पुरा भ्याक्सिनेटमै सुताइदिएको थियो कि अनि फेरि भ्याक्सिनेट चाहिँ फर्स्टमै माग्नुपर्छ कि हुन्छ नि भ्याक्सिनेट हामीलाई चाहिन्छ भनेर अनि भ्याक्सिनेट भयो भने अर्को एउटा राम्रो कुरा चाहिँ मलाई के लाग्यो भने पुरा लेग रुम हुन्छ कि पुरा अगाडिपट्टिको सिट हुन्छ कि
तर अहेड अफ टाइम भन्नुपर्छ बुकिङ गर्दा नै, हो। किनभने उनीहरूसँग एकदमै लिमिटेड एरिया हुन्छ। उम्, यु क्यान कट दिस, तर बेसिनेट नेभर हेल्प मी। ए हो र? बट लेट्स नट गो देयर। अ, अनि फेरि तर अर्को कुरा चाहिँ अब भ्याक्सिनेट हुँदाखेरि फेरि वेट लिमिट पनि हुन्छ होइन? अब बच्चा चाहिँ अब 18 मन्थ्स भयो अरे पुरा हुन्छ नि अब 25 मेरो पाउन्ड्स चाहिँ भन्दा आन्सी टलर भएर खुट्टा यस्तो भएको थियो। अ, बेसिनेट गुड फर लाइक अन्डर 1 लाई होला, लाइक 6-7 महिना सानो है। ठुलो बच्चालाई चाहिँ इट्स टु टाइनी। हो, त्यही भने, त्यही हो। अनि फेरि अर्को कुरा चाहिँ फेरि त्यो एक्स्ट्रा लेग रुम अनि भ्याक्सिनेट पायो भने फेरि डायपर ब्याग चाहिँ त्यो तल राख्न मिल्दैन, किनभने त्यो माथिपट्टि राख्नुपर्ने हुन्छ कि त्यो एउटा चाहिँ अलिकति झ्याउ लाग्दैछ। तर मलाई चाहिँ मन परेको थियो होइन, लेग रुम अनि भ्याक्सिनेटमा राखेर आफू चाहिँ आनन्दसँग सुत्न पाउने त्यो अब। उठेर रक गर्नलाई पनि स्पेस हुन्छ अनि यताउता हो, हिँड्नलाई पनि स्पेस हुन्छ। त्यो चाहिँ या आई लभ द्याट, त्यो भ्याक्सिनेट अ, भएको एरियामा। या हो, त्यही भने। त्यही भएर सोच्ने होइन कुन चाहिँ आफूलाई सजिलो हुन्छ त्यही दोज आर भनेर। द थिङ, तिमीले फ्रीमा पाउँछौ, माइट एज वेल डु इट, तर अलि अँ, एडभान्समा गर, क्विक ल। चेकलिस्ट। सो हामी जानुभन्दा अगाडि नम्बर 1 बच्चाहरूसँग, आई नो म प्रिपेयर नहुने, रोहिती प्रिपेयर हुने मान्छे होइन, तर यो चाहिँ एभ्रीबडी इट्स बेटर टु बी प्रिपेयर्ड होइन। बच्चाहरूसँग जानु भन्दाखेरि बच्चालाई मात्र होइन, आफ्नो लागि पनि सोच्नुपर्छ। सो मेक स्योर यु हेभ अ चेकलिस्ट, सो यु नो यो उम्, हुन्छ भने ओ माई गड भयो, हो, हुँदैन कि ए उम्, आई न्यू यो हुन्छ, यसको लागि आई एम प्रिपेयर्ड दिस वे हो, त्यो मेन्टालिटीले गयो भने चाहिँ ट्राभल इजी हुन्छ। अनि उम्, हामीसँग यो चेकलिस्ट छ, त्यो पनि रोहितले राखिदिन्छ होला टक्क लाएर होइन। त्यो चेकलिस्ट 1 बाई 1 गएर हेर्नु, इट्स भेरी हेल्पफुल। अनि त्यो सबै राम्रोसँग प्याक गर्यो भने इनफ आफूलाई सेटिस्फाइड भएर नअत्तालिकन यु क्यान उम्। इन्जोय द फ्लाइट विथ योर बेबी। मलाई चाहिँ ट्राभल गर्दा के सजिलो भयो भने एउटा डायपर ब्याग पनि हुन्छ, तर एक्स्ट्रा सानो ब्याग लग्दाखेरि सजिलो हुन्छ। त्यसमा चाहिँ अब के भन्छ पासपोर्ट राख्ने होइन, अनि पछि प्यासिफायर, किनभने बच्चाहरू त्यो टेक अफ र ल्यान्डिङ गर्दाखेरि अर ललिपप होइन, टेक अफ र ल्यान्डिङ गर्दाखेरि उनीहरूको इयर ड्रमहरू त्यो एयर प्रेसरले गर्दाखेरि बन्द हुन्छ होइन। अनि त्यही भएर ठ्याक्क त्यो टेक अफ र ल्यान्डिङमा गर्नुभन्दा अगाडि चाहिँ त्यसरी नै हामीले चाहिँ दुधहरू खुवाएर ललिपप त खाएन होइन प्यासिफायर राखेर चाहिँ उसलाई चाहिँ सजिलो भएको थियो होइन। त्यो त्यो चाहिँ एकदम इम्पोर्टेन्ट होस् लाग्छ, पासपोर्ट, प्यासिफायर अनि आई मिन डाइपर, ब्रेस्ट मिल्क होइन, अब सलिड फुड त्यस्तोहरू त इम्पोर्टेन्ट नै हो, तर त्यो चाहिँ सबै त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो म सानो पनि कुरामा। साइज चाहिँ टेक अफ र ल्यान्डिङको लागि बी प्रिपेयर्ड, किनभने आन पुग्छ। कोही हो, त त्यही खतरा हुन्छ, कोही चाहिँ दे वन्ट, सो बी त्यही प्रिपेयर्ड। भने अनि रोयो भने पनि इट्स ओके भनेर हुन्छ नि, प्रिपेयर मेन्टली प्रिपेयर गरेको राम्रो। के लट अफ पिपुलले चाहिँ ला म रोयो, यताको मान्छेले के भन्यो, ऊ सुतिरहेछ। आम लाइक ओके, वी अल पेड फर इट, सबैको अ, बच्चा छ होइन। अब त्यही हामी भने जानी पिटेर रुवाएको होइन, इट जस्ट ह्यापन्स, ही अर सी इज ह्युमन। सो ह्याभ पिस विथ इट एन्ड देन ए सरी भन। अनि मोस्ट अफ द पिपुल होइन विथ उम्, गुड हार्टै हुन्छ, उनीहरूले बुझ्छ इट्स ओके भने भनिदिने हुन्छ। सो डोन्ट वरी उम्। अबाउट इट। त्यही त। अनि अब त्यो त सेपरेट ब्याग भयो नि, डायपर ब्यागमा त सिम्पल त्यही डायपर क्रिमहरू अनि वाइप्सहरू, चेन्जिङ प्याड्सहरू। चेन्जिङ प्याड चाहिँ किन लाउनुपर्छ भने त्यो टोयलेटमा हुन्छ नि कस्तो अप्ठ्यारो हुन्छ कि, अनि चेन्जिङ प्याड भयो भने ठ्याक्क राखेर अनि चेन्ज गर्नु मिल्छ होइन। अनि डिस्पोजेबल स्टिङ्की ब्याग पनि लग भन्छु, किनभने ओ माई गुडनेस सुमेरुलाई चाहिँ एकदमै धेरै डाइरिया भएको थियो, अनि पछि हामीलाई त ला गनाउँछ होला भनेर हुन्छ त्यो पनि लिएको राम्रो होइन। अनि एक्स्ट्रा क्लोथ्स मस्ट, नट जस्ट फर द बेबी बट अल्सो फर अडल्ट्स होइन। किनभने पुरा त्यो भमिट गरेर हुन्छ नि सुभित्र मैले त 2 चोटि नै चेन्ज गर्नु परेको थियो कि हुन्छ नि। अनि अनि अर्को चाहिँ त्यो ट्राभल लाइक प्लेनमा जाँदाखेरि अर्को त्यो डाइपर ब्यागमा चाहिँ के राख भन्छु, सपोजिटरी टाइममा नराख भन्छु होइन। किनभने त्यो त कस्तो सजिलो हुन्छ, किनभने अब यतिकै त प्लेनमा हल्रा हुन्छ नि, औषधि खुवाउनु खोज्यो त्यो झन् खान मन लाग्दैन, गाह्रो हुन्छ। बरु त्यो सपोजिटरी टाइलर भयो भने चाखमा स्वाट्ट भित्र छिराइदियो अनि आनन्दै हुन्छ कि होइन। मेडिकेसनहरू पनि याद गर होइन, भिक्स, बेपरब भनेपछि सपोजिटरी टाइलरहरू पनि त्यो प्लेनमा जानको लागि चाहिँ ट्राभल गर्दाखेरि चाहिँ इम्पोर्टेन्ट हो। अनि त्यही हो। अनि पनि त्यो फेरि 2 काइन्ड्सको हुन्छ, किड्सको छुट्टै, एडल्टको छुट्टै। सो मेक स्योर यु हेभ द किड्सको वान, नट द एडल्ट। त्यही
हो। अनि त्यसपछि त्यो त अब प्लेनमा हुँदाखेरि या ट्राभल गर्दाखेरि प्लेनमा चढ्नुभन्दा अगाडि प्लेनबाट निस्केपछि या ट्रान्जिटमा हुँदा त्यो 2टा ब्याग भयो। अनि नेपालमा सिधै लग्नलाई चाहिँ फेरि अर्को सामानहरू याद गर्नुपर्छ बच्चाले के चाहिन्छ भनेर होइन। हामीले चाहिँ 1 वर्षभन्दा अगाडि गरेको भनेर चाहिँ हामीलाई चाहिँ मिजल्स भ्याक्सिन लाऊ भनेको थियो होइन। अनि पछि 1 वर्ष भएपछि पनि फेरि लाउनुपर्छ क्या। त्यो चाहिँ मिजल्स भ्याक्सिन चाहिँ लाइक डक्टरले के भन्यो भने 0 आउन्स जस्तै हो अरे के हुन्छ नि त्यो नहोस् बच्चा सेफ होस् फ्रम मिजल्स भनेर मात्र लगाइदिने तर अल्टिमेटली पछि गएर जुन डोसेस हो त्यो लाउनै पर्छ तर त्यो जस्ट फर सेफ्टी त्यो चाहिँ होइन दिन्छ होइन। अनि अर्को एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ मैले चाहिँ लगिनँ तर मलाई चाहिँ के इम्पोर्टेन्ट लाग्यो भने नेबुलाइजर के किनभने नेपालमा यस्तो पल्युसन हुन्छ होइन। हाम्रै त नाक यस्तो हुन्छ नि कस्तो गाह्रो हुन्छ होइन। झन् त्यो बच्चालाई भन्न जहिले सिँगाना आएर त्यो हुन्छ नि खोकी लाएर कन्जेसन भएर त्यही भएर म चाहिँ नेबुलाइजर भयो भने चाहिँ नेबुलाइजर लिएर जाने अनि त्यो हुन्छ नि त्यो ब्रिदिङहरू त्यो गरेर अलिकति सफा गर्नलाई अनलेस अब ह्युमिडिफायर छ भने त नेपालमा अब आमा बुवाको ह्युमिडिफायर छ भने त ठिकै छ तर नेबुलाइजर पनि रेकमेन्ड गर्छु होइन। अनि त्यो मेरो फेभरेट नोज बुगर सकर त चाहिहाल्यो होइन। I will say चाहिँदैन तर if Rohiti says it. So basically तैँले भने अनुसार must have in नेपाल सबै त अग्री गर्दिन होइन। तर होइन मस्ट ह्याभ वाइप्स। अब मैले जाँदा चाहिँ त्यस पढी ट्रेन भइसकेको थियो उनीहरू होइन। नो 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 वेट अ मिनट थिएन। सी ओल्ड एज मैले डाइपर वाइप सबै लगेको थिएँ होला। आई फिल लाइक नेपालको युज गरेको यादै छैन मलाई। अरू त टार्नल पनि यहीँको लगेको बेटर कज बानी हुन्छ भनेर होइन। पल्युसन प्रेप गर्नु पनि राम्रो हो। नेबुलाइजर पनि हो। नो सकर आई डोन्ट थिङ्क वाइ रोहित सेड इट्स अ मस्ट ह्याभ। आई डोन्ट नो त्यो चाहिँ आई डोन्ट नो। भिक्स लानु भिक्स अब किड्सको भिक्स नेपालमा पनि हुन्छ होला आई थिङ्क होइन। अनि फर्मुला डाइपर डिपेन्डिङ अन कस्तो सेन्सिटिभ छ भने इफ यु नो द पर्टिकुलर निड त्यही लाने नभए नर्मली चाहिँ यु क्यान जस्ट उहाँ पनि पाइहाल्छ भने जस्तो। लेस इज मोर प्याक गर्दाखेरि तर मेक स्योर यु हेभ एभ्रिथिङ। ओके सो रोहिती बिफोर वी एन्ड अप होइन आई वान्ट आस्क यु दिस बिफोर बेबी सबैजनालाई ओहो बच्चा भयो कसरी ट्राभल गर्ने भन्ने हुन्छ नि त। तर नो यु जस्ट ट्राभल लिभ यर लाइफ नर्मल एज यु क्यान भयो होइन। तर बिगेस्ट केही डिफ्रेन्स त हुन्छ केही हुँदैन त होइन। इट विल बी डिफ्रेन्ट। सो तेरो लागि तेरो एक्सपिरियन्समा चाहिँ वाट वाज द डिफ्रेन्स ट्राभलिङ बाइ मेरोलाई डिफ्रेन्स चाहिँ सुत्न नपाएको। अब युजुअली चाहिँ म आफै ट्राभल गर्दाखेरि चाहिँ पुरा त्यो के अरे औषधि खाएर सुत्दिन्छु कि म चाहिँ त्यो नाइकुल डेक्युल या नाइकुल खाएर हुन्छ नि पुरा भुस भएर सुत्दिन्छु होइन। अब त्यस्तो त गर्नु मिलेन नि त बेबी भएपछि होइन। सुत्नु त सुत्नु पायो होइन तर हुन्छ नि होल टाइमै म सुतेर जान्थेँ कि हुन्थ्यो नि। अब त्यति बेलामा चाहिँ अब बाबुको लागि भए पनि उठेर बस्नु पर्यो तर त्यही भन्छ सुत्ने चाहिँ मेन होला मेरो लागि चाहिँ। अनि तेरो लागि चाहिँ के हो नि? मेरो लागि चाहिँ पहिला पहिला एक्लै हुँदा त चट्ट हेडफोन लाएर कुन्ना आयलमा नबसेर होइन विन्डो सिटमा बाहिर भ्यू हेर्दै आनन्दले जान्थेँ। अहिले त आई फाइट फर आयल कि आई वान सिट आयलमा सो द्याट म उठेर हिँड्दा ओर्दा अब बाबुलाई छोरीहरूलाई रक गर्दाखेरि इजी हुन्छ भनेर। सो द्याट्स लाइक पिपल लाइक रियली आयलमा या प्लिज क्यान आई। सो या द्याट्स माई बिगेस्ट बच्चा भइसकेपछिको डिफरेन्स चाहिँ त्यही भएको थियो। त्यही भने अब होपफुल्ली हामीले यो प्रेजेन्ट गरेको टपिकहरू राम्रो लाग्यो होला। अनि तपाईँहरूसँग केही एक्स्ट्रा टिप्स छ हामीले केही मिस गरेछ भने कमेन्ट सेक्सनमा हाल्नुहोस् होइन सो द्याट अब अरू फ्यामिलीहरूले पनि थाहा हुन्छ होइन। हामीले चाहिँ मैले चाहिँ एटलिस्ट नेपालमा जानुभन्दा अगाडि चाहिँ मैले चाहिँ दाइहरूलाई के गर्ने भन्ने क्वेसन सोधिरहेको थिएँ होइन। होपफुल्ली यो भिडियोले नै तपाईँहरूलाई प्रिपेयर गर्छ होला नेपाल जानलाई। एन्ड लाइक अन्त सेड होइन लाइक हुन्छ गाह्रो हुन्छ सजिलो हुँदैन होइन तर त्यसले चाहिँ स्टप नगर्नु होइन। लाइक नेपालमा लग्ने अनि फेरि बच्चालाई फेरि जति यङ हुँदाखेरि लग्यो त्यति धेरै त्यो उसको इम्युन सिस्टम राम्रो हुन्छ होइन। त्यही भएर म चाहिँ बच्चाहरूसँग ट्राभल गर्नलाई हुन्छ नि टु सेभ द्याट मनी अल्सो के होइन 2 वर्षभन्दा अगाडि चाहिँ ट्राभल गर्यो भनेर भन्छु म चाहिँ।
एन्ड अल्सो म पनि 3टै बच्चासँग इन्टरनेसनल ट्राभल गरे हो 2 वर्ष अगाडि नै। एन्ड अल्सो यो सबै हामीले भनेको पिडिएफमा छ होइन? रोहितीले खतरासँग हाम्रो कतै डिस्क्रिप्सन तल कतै हालिदिन्छ। सो यु क्यान डाउनलोड मेबी एन्ड देन प्रिन्ट एन्ड मेक योर लाइक ह्यान्डी हुन्छ नि यस्तो जाँदा यो चाहियो चेक गर्न मिलोस्। राइट द्याट्स द गोल। That's the goal, त्यही भने ल है त साथी हो and friends and parents, everybody, thank you for listening to us, and we'll meet next time with traveling with kids, Okay, older kids. older kids. All right, See bye. you. Bye. Peace out.